ल यो विशेष विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो गहिरो रहस्यमा डुब्दैछौँ नि जसले हजारौं वर्षदेखि मानिसलाई अचम्ममा पार्नुको साथै अलिअलि तर्साएको पनि छ। त्यो हो प्रलय अर्थात् संसारको अन्त्य। तर यहाँ एउटा गज्जबको कुरा छ है। संसारभरिका प्राचीन संस्कृतिहरू जसको एकअर्कासँग कहिल्यै कुनै भेटघाट वा चिन्जान नै थिएन, उनीहरू सबैले संसारको अन्त्यको ठ्याक्कै एउटै डरलाग्दो कथा कसरी भनिरहेका छन् त? यो कुनै संयोग मात्र त पक्कै होइन हो र? यी कथाहरूको पछाडि लुकेको वास्तुकला समानताहरू साँच्चै नै अचम्म लाग्दछन्। आज हामी यही विश्वव्यापी रहस्य खोतल्नेछौँ र यसले आजको हाम्रो जीवनमा के अर्थ राख्छ भन्ने कुरा सँगै बुझ्नेछौँ। अब यसले त हामीलाई एउटा जासुसले जस्तै सोच्न बाध्य बनाउँछ नि, होइन? किन हरेक प्रमुख संस्कृतिले संसारको अन्त्यको उस्तै भविष्यवाणी गर्छन्? कि यो महाप्रलयको कथा मानव जातिको कुनै साझा ऐतिहासिक याद पो हो कि जुन पुस्ता दर पुस्ता सर्दै आयो? वा यो सम्पूर्ण मानवताको लागि एउटा गहिरो विश्वव्यापी मनोवैज्ञानिक चेतावनी पो हो कि संसारको जुनसुकै कुनामा बसेको भए पनि मानव मस्तिष्कले विनाशलाई किन एउटै ढाँचामा देख्छ? यो साँच्चै नै एउटा ठूलो रहस्य हो र आजको हाम्रो मुख्य उद्देश्य नै यही प्रश्नको उत्तर खोज्नु हो। ल अब अलिकति भित्र पसेर हेरौँ है त। हामीले केही महत्त्वपूर्ण प्रमाणहरू एकै ठाउँमा ल्याएका छौँ। यी त्यस्ता प्रमुख धार्मिक ग्रन्थ र पौराणिक कथाहरू हुन् जसलाई आज हामी सँगै अनुसन्धान गर्दैछौँ। जस्तै हिन्दू पुराणहरूमा कल्कीको अवतारको कुरा आउँछ। अब्राहमिक ग्रन्थहरू जसमा यहुदी, इसाई र इस्लाम धर्मका शिक्षाहरू छन्, त्यहाँ प्रकाशको पुस्तक अर्थात् रेभेलेसन र नोआको कथा छ। त्यसैगरी निकै पर युरोपको नोर्स पौराणिक कथामा र्याग्नारक भनिने अन्तिम युद्धको कुरा छ र उता प्राचीन मेसोपोटामियाका कथाहरूमा गिल्गामेशको महाकाव्य छ। हेर्नुहोस् त, यति फरक फरक महाद्वीप र समयखण्डका कथाहरूमा पाइने यो अचम्मको समानता नै आजको हाम्रो विश्लेषणको मुख्य आधार हो। तर यो रहस्य सुल्झाउनु अघि एउटा कुरा एकदमै प्रष्ट बुझ्न जरुरी छ। हामी धार्मिक कथाहरूलाई कसरी बुझ्छौँ भन्ने कुराले धेरै फरक पार्छ। यदि हामी शाब्दिक कुराहरूमा मात्रै अल्झियौँ भने नि, जस्तै के एउटा मानिसले साँच्चै पुरै पहाड हातले उछाल्न सक्छ त? वा एउटा बादलले साँच्चै सूर्यलाई निल्न सक्छ र? सुन्दा जति हास्यास्पद लाग्छ नि, यदि हामी यस्तै कुरामा मात्रै अड्क्यौँ भने हामीले ती कथाहरूले दिन खोजेको एकदमै गहिरो सत्यलाई चाहिँ पक्कै गुमाउँछौँ। त्यसैले आफ्नो धर्मको अहङ्कार र यस्ता असम्भव लाग्ने शाब्दिक अर्थहरूबाट अलि माथि उठ्न जरुरी छ। बल्ल हामीले यी रूपकहरूभित्र लुकेको त्यो शक्तिशाली सन्देशलाई चिन्न सक्छौँ। अब अगाडि बढौँ र हेरौँ यसले कसरी सबै कुरालाई जोड्छ। हिन्दू धर्मको दृष्टिकोणबाट सुरु गर्दा यहाँ 4 युगहरू मिलेर बनेको समयको चक्र छ। अहिले हामी कलियुगमा छौँ नि, जसलाई अन्धकार र आध्यात्मिक पतनको युग भनिन्छ। ग्रन्थहरूले के भन्छन् भने यो युगको अन्त्यमा अन्तिम अवतार कल्की सेतो घोडामा चम्किलो तरवार लिएर आउनुहुन्छ, दुष्टताको नाश गर्नुहुन्छ र समयको चक्र फेरि नयाँ सिराबाट सुरु हुन्छ। तर एकछिन सोच्नुस् त, के साँच्चै आकाशबाट कोही मानिस घोडामा खस्ने हो त? वा यो त मानवताले अन्ततः आफ्नै भित्रका खराब र अन्धकारमय भावनाहरूमाथि विजय प्राप्त गर्ने कुराको एउटा सुन्दर रूपक पो हो कि? यो तरिकाले सोच्ने हो भने त हाम्रो पूरै दृष्टिकोण नै बदलिन्छ नि, होइन र? र यही कुराले अचम्म लाग्दो रूपमा एउटा चित्र कोर्छ कि कसरी यो रिसेट वा पुनर्स्थापनाको ढाँचा विश्वभरि फैलिएको छ। यहाँ एउटा एकदमै स्पष्ट प्याटर्न देखिन्छ। जब मानवता भ्रष्ट हुन्छ, एउटा विशाल बाढी आउँछ र पृथ्वीलाई पुरै सफा गर्छ। अब्राहमिक धर्महरूमा हामी नोआ वा नुह र महाप्रलयको कथा देख्छौँ। ठ्याक्कै त्यही कथा फेरि हिन्दू धर्ममा राजा मनु र मत्स्य अवतारको रूपमा आउँछ। अनि अझ पुरानो समयको कुरा गर्ने हो भने त प्राचीन मेसोपोटामियाको गिल्गामेशको महाकाव्यमा पनि ठ्याक्कै यही कुरा छ। हेर्नुहोस् त, एक आपसमा कुनै साइनो नभएका 3वटा फरक संस्कृतिहरूमा एउटै जलप्रलयको कथा हुनुले पक्कै पनि एउटा साझा विश्वव्यापी यादलाई इङ्गित गर्छ। मानिसले बाटो बिराउँदा प्रकृतिको एउटा ठूलो रिसेट हुन्छ भन्ने कुरा त सबैले महसुस गरेका रहेछन् नि। अनि पुरा जलप्रलयमा मात्रै गएर टुङ्गिँदैन नि। इसाई धर्मको प्रकाशको पुस्तक अर्थात् रेभेलेसनमा हेर्ने हो भने अन्त्यको समयमा आबो र विनाशको कुरा गरिएको छ, जहाँ सेतो घोडामा चढेको सवारले राम्रो र नराम्रो बीचको अन्तिम युद्धको नेतृत्व गर्छ। उता नर्स पौराणिक कथामा राग्नारोक भनिने विश्वको अन्त्य गर्ने भयानक र जमेको युद्धको वर्णन छ। अब यी दुवै कथाहरूमा बाहिरी रूपमा हेर्दा आगो वा बरफको कुरा भए पनि अन्तिम नतिजा त एउटै छ नि। पृथ्वीलाई हिंसक रूपमै भए पनि पुनर्स्थापित गरिन्छ, अर्थात् रिसेट गरिन्छ। अनि त्यसपछि नि पृथ्वीले फेरि एकपटक हरियो, सुन्दर र नयाँ भएर पुनर्जन्म लिन्छ।
अब यहाँ साँच्चै नै घोत्लिनुपर्ने कुरा के छ भने यसले दुई फरक दृष्टिकोण बीचको ठूलो अन्तर देखाउँछ। एकतर्फ हामी ती डरलाग्दा शाब्दिक दृश्यहरू देख्छौं, आकाशबाट घोडाहरू खस्नु, विश्वभरि आगो लाग्नु वा कहिल्यै नसकिने जाडो आउनु। यदि हामीले यी कुराहरूलाई जस्ताको तस्तै मान्यौं भने त यसले हाम्रो मनमा केवल डर पैदा गर्छ। तर अर्कोतर्फ यसको गहिरो रूपकलाई हेर्यौं भने यी मिथकहरूको वास्तविक उद्देश्य एकदमै छर्लङ्ग हुन्छ। खासमा यी कथाहरू मानव व्यवहारको बारेमा गम्भीर चेतावनी हुन् क्या। मानवताभित्रका कालो र खराब भावनाहरूलाई जितेर मात्र नैतिकता र प्रकृतिको नवीकरण गर्न सकिन्छ भन्ने कुरा नै यी सबै कथाहरूको मुख्य सन्देश हो। तर निकै दुःखको कुरा के छ भने स्रोत सामग्रीले स्पष्ट देखाएको छ यी पवित्र भविष्यवाणीहरूको प्राय दुरुपयोग हुँदै आएको छ। कहिलेकाहीँ षड्यन्त्रकारी समूहहरू र केही राजनीतिज्ञहरूले यस्ता कथाहरूलाई आफ्नै स्वार्थको लागि प्रयोग गर्छन्। उनीहरूले यी प्रलयका कथाहरूलाई समाजमा डर र विभाजन फैलाउने सजिलो हतियार बनाउँछन्। आफ्नो धर्म मात्रै सर्वश्रेष्ठ हो भनेर दाबी गर्न र अन्य पक्ष वा फरक विचार राख्नेहरूलाई शत्रु वा काफिर भनेर ट्याग गर्न यी कथाहरूलाई बङ्ग्याइन्छ। मानिसहरूलाई एकताबद्ध गर्नुको सट्टा एकअर्का विरुद्ध लडाउन यस्ता पवित्र सन्देशहरूको प्रयोग हुनु साँच्चै नै विडम्बना हो। तर यस्तो विभाजनकारी सोचको बीचमा पनि यो स्रोतमा भएको एउटा भनाइ चाहिँ एकदमै शक्तिशाली छ। राम सबैका लागि हुन्। यो सुन्दा एउटा साधारण वाक्य जस्तो लाग्ला, तर यो एउटा एकदमै गहिरो सत्य हो। यी प्राचीन ग्रन्थहरूमा पाइने सत्य र नैतिकताका अन्तिम सन्देशहरू कुनै एउटा निश्चित सम्प्रदाय, धर्म वा समूहको सानो घेराभित्र मात्र सीमित छैनन् क्या। तिनीहरूले त सम्पूर्ण साम्प्रदायिक सीमाहरू पार गर्छन्। चाहे त्यो जुनसुकै देश वा संस्कृतिको कथा होस्, त्यसको मुटुमा रहेको सन्देश भनेको सम्पूर्ण मानवताकै लागि हो। त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी भविष्यवाणीहरूको मुख्य उद्देश्य कुनै क्यालेन्डरमा मिति हेरेर ल अब संसार सकिन्छ भनेर डराउनु पक्कै होइन। यो त धर्मको बारेमा एउटा गहिरो रिमाइन्डर हो। प्राचीन ग्रन्थहरूले धर्मलाई हाम्रो सामूहिक नैतिक कर्तव्य भनेका छन् र यो कर्तव्य केवल धैर्य, क्षमा र सत्यको अभ्यास गरेर मात्र पूरा गर्न सकिन्छ। हामीले एकअर्काप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व नै वास्तवमा यी अन्त समयका कथाहरूले हामीलाई सिकाउन खोजेको मुख्य कुरा हो नि। अनि यी प्राचीन कथाहरूले हामीलाई के बताइरहेका छन् भने नि आकाशबाट आगो बर्सिनु भन्दा धेरै अघि नै हाम्रो समाजमा प्रलय सुरु भइसकेको हुन सक्छ। हो, वास्तविक प्रलय तब हुन्छ जब हामीले एकअर्काको वास्ता गर्न छाड्छौं, जब हामी मानिसहरूको भलाइ भन्दा सम्पत्ति, पैसा र भौतिक कुराहरूलाई धेरै महत्त्व दिन थाल्छौं र समाजको साझा भलाइलाई पुरै बिर्सन्छौं। त्यही बिन्दु नै हाम्रो आध्यात्मिक र सामाजिक विनाशको सुरुवात हो। त्यसैले यी कथाहरू भनेका त्यही आन्तरिक विनाशबाट बच्नका लागि दिइएका अति आवश्यक र जरुरी चेतावनीहरू हुन्। अब यो सम्पूर्ण विश्लेषणलाई एकै ठाउँमा राखेर हेर्दा हामी के पाउँछौं भने संसारको अन्त्य आगोले होस् वा बरफले, त्यसले खासै केही फरक पार्दैन। हरेक संस्कृतिले हामीलाई अन्ततः ठ्याक्कै एउटै पाठ सिकाइरहेको छ र त्यो हो विश्वव्यापी एकता। विनाशपछि नयाँ समयको चक्र वा भनौं नयाँ युग तब मात्र सुरु हुन सक्छ जब हामी मानिसले एकापसमा प्रेम, सद्भाव र भाइचाराका साथ मिलेर बाँच्न सिक्छौं। कुनै पनि राजनीतिज्ञ वा अतिवादी विचारको पछि लागेर आफ्नै साथीभाइ वा नागरिकहरू विरुद्ध खडा नहुनु नै यसको खास सार हो। ल, अब हामी यो विश्लेषणको अन्त्यतिर आइपुगेका छौं र यो अन्तिम प्रश्नले हामी सबैलाई एकछिन घोरिएर सोच्न बाध्य बनाउँछ। के यी प्राचीन भविष्यवाणीहरू साँच्चै नै भविष्यका डरलाग्दा घटनाहरूको शाब्दिक भविष्यवाणी हुन् त, वा यी त हाम्रा दैनिक जीवनका छनौटहरू, हामीले अरूप्रति गर्ने व्यवहार र हाम्रो नैतिक दायित्व सम्झाउने शक्तिशाली रूपकहरू हुन् त? यी कथाहरूलाई डरलाग्दो विनाशको रूपमा मात्र नहेरी हामीले हरेक दिन प्रयोग गर्न सक्ने एउटा नैतिक कम्पास वा मार्गदर्शकको रूपमा हेर्दा कस्तो होला? यो साँच्चै नै मननयोग्य कुरा छ, होइन र? ल, यो जानकारीमूलक र रोचक विश्लेषणमा अहिलेसम्म सँगै रहनु भएकोमा धेरै धेरै धन्यवाद। सत्यको यो खोजी सधैँ जारी रहनेछ।